म झाडन लिएर आउने भन्दा पहिल्यै दाइ त पानीमा गइसकेको रहेछ गर्मीले आतेर। त्यो दिन एकदम गर्मी पनि थियो र त्यसपछि म पनि दाइसँगै होमिएँ, पानीमा गयो। एकदम चिसो पानी थियो, एकदम रमाइलो लाग्यो। यतिको इन्जोय गर्नुपर्छ लाइफमा अलिअलि। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ आज नारायणघाटदेखि मुगलिन सडक खण्ड यात्रामा जलबिरेमा आइपुगेको छु। जलबिरे झरना पर्यटन विकास समिति हार्दिक स्वागत गर्दैछु भन्दैछ। यहाँ चाहिँ टिकट छ जलबिरेको। कस्तो यात्रा। अब अगाडि जाम्ला, माथि 1 किलोमिटर छ अरे, त्यतै जाम्ला। भन्दै के भन्नु, झर्ना कत्रो छ भनेको ठिकै छ अरे, हेर्न लायककै छ अरे। हामी जाँदैछौँ जलबिरे झरना हेर्ने। हामी यो यात्राको क्रममा एकदम उकालो बाटो हिँड्नु पर्यो। तपाईँहरूले देखिरहनु भएको छ, एकदम 40देखि 45 डिग्रीको उकालो बाटो रहेछ र बाटो पनि एकदम घुमाउरो। अब स्ट्रेट त कसरी जाओला, एकदम घुमाउरो बाटो, कहिले बायाँ कहिले दायाँ गरेर एकदम घुमाउरो बाटो तपाईँहरूले देखिराख्नु भएको छ। पुग्ने बेलामा चाहिँ देख्यो कि अटो पनि जाँदो रहेछ यो ठाउँमा। ल हेर्नुहोस्, हामी यहाँ जलबिरे आइपुगेको। यता हेर्नुहोस् झरना कस्तो छ। झरना यहाँ हेर्नुहोस्, माथि उडेको झरना, वाटरफल। काउन्टरको सुविधा पनि रहेछ यहाँ, सामानहरू राख्ने। हामी यहाँ चाहिँ जाँदैछौँ। चाबी छ कि दाइ? जलबिरे झरना। पानी त खतरा हुँदो रहेछ। तेरो दाइ नआउनै सकिन्छ होला है। ओहो, गएर त्यो झाडन लिएर आउनुपर्छ क्या। ल हेर्नुहोस् यतातिर झरना, जलबिरे झरना। खोइ बहिनी, गजबको रहेछ यार। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँको झरना। झाडन ल्याएर त नआउने हुन्छ कि त्यहाँ छ, जाने जाने हो बस्ने हो के छ र यहाँ। यहाँ भारतीय पर्यटकहरू थुप्रै आएको छ, इन्जोय गर्दैछ। आप लोग कहाँ से आए सर? हम लोग पश्चिम चंपारण बिहार से। आप लोग? हम लोग यहीं से नेपाल में। अच्छा लग रहा है बहुत नेपाल? कैसा है? बहुत अच्छा लग रहा है, बहुत खूबसूरत है। आप लोग नहीं नहाएंगे? अभी नहाएंगे, तुरंत नहाएंगे, कपड़ा आ रहा है। ओह, कपड़ा आ रहा है, ठीक है, एंजॉय करके जाइए। पर मैं सब पहुँचे भाई है।
यसो गर्नु त म झाडा लिएर आउँछु ल हुन्छ ल झाडा लिएर आउँछु त्यसपछि हेरौँला है म झाडा लिएर आउने भन्दा पहिल्यै दाइ त पानीमा गइसकेको रहेछ गर्मीले आतेर त्यो दिन एकदम गर्मी पनि थियो र त्यसपछि म पनि दाइसँगै घुमेँ पानीमा गयो एकदम चिसो पानी थियो एकदम रमाइलो लाग्यो यतिको इन्जोय गर्नुपर्छ लाइफमा अलिअलि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ दाइले त बेसरी गर्मी भएको रहेछ त्यही भएर पानीमै बसिरहेको पानीमै मसाज गरिराख्नु भएको थियो पानीले र त्यसपछि मोबाइललाई पनि गरम लागेर मोबाइललाई पनि पानीमै डुबाएँ एकछिनको लागि त्यसपछि निकालेँ अन्त मोबाइल चाहिँ खराब भएन यता चाहिँ इन्डियन पर्यटक र नेपाली पर्यटकहरू नहाउँदै इन्जोय गर्दै थियो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ जलबिरेको झरना कति मनमोहक छ कति राम्रो छ यता फेरि एउटा बहिनीले आफ्नो मम्मीलाई बोलाइराखेको थियो आउनु भनेर तपाईँहरूले हेर्न सक्नुहुन्छ पानीको फुवारा तपाईँहरूले यहाँ देखिराख्नु भएको छ नेपाली पर्यटक र इन्डियन पर्यटकहरू पनि इन्जोय गरिरहेको छ र म जाँदैछु मसाज गर्ने किनकि मलाई यसो ढाडहरू टाउकोहरू दुखिरहेको थियो त्यही भएर मसाज गर्ने गएको एकदम मजा लाग्यो त्यही बेला ओहो यस यतिकै इन्जोय गर्नुपर्छ लाइफमा अलिअलि आफूले कमाएको पैसा आफ्नो माथि पनि खर्च गर्नुपर्छ दाई फेरि एकचोटि मसाज गर्ने जाँदै एकदम टाउको दुखेछ र ढाड पनि दुखेछ भन्दै थिए दाइले धेरै इन्जोय गर्नुभयो त्यो दिन ल जलबिरेमा नुहाएर हामी इन्जोय गरेर हामी फर्किँदैछौँ अब फर्किँदैछौँ दमोलीतिर हेर्नुहोस् अझ एकचोटि भ्यूहरू चिसो कपडाहरू ल जम्दै
राधे राधे पर्यटकहरू आउँदैछ अहिले पनि तपाईँहरू पनि यहाँ पक्कै भिजिट गर्नु होला र 1-2 घन्टा चाहिँ यो झरनामा नुहाउनु छ होला एकदम रमाइलो लाग्छ हस् त यो ब्लग चाहिँ म यतिमै शेष गर्छु है हस् त धन्यवाद